आज हामी अर्खाको सबैभन्दा लामो प्युठान जिल्लाकै होला हैन? प्युठान जिल्लाकै सबैभन्दा लामो अग्लो पुलमा आएको छौँ। त्यो निर्माण व्यवसायको नाम देउराली लामीडाँडा झोलुङ्गे पुल अनि 373 मिटर अनि अग्लो चाहिँ खै कति छ अहिले सो हेर्नु पर्ला। ए हो पारिसम्म हामी अर्खाको आज लामो पुल हुने आएको छौँ। प्युठान जिल्लाको सबैभन्दा लामो र अग्लो पुलमा आएको छौँ। यस्तो छ है। अनि अगाडि मान्छेको आज घुचो छ होइन? स्थानीय मान्छेको स्थानीय पर्यटकको भिड लागेको छ। आज विवेक भण्डारी अनि म दुईजना आएका छौँ। यस्तो छ। अनि यता चाहिँ यस्तो छ, लामो छ। अनि यहाँदेखि अग्लो पनि छ। तर खोलो सानो देखिन्छ त खोलो त। यस्तो जुम गरेर मान्छे पनि छन्। माछा देखिला नै देखिनुहुन्छ माछा। भिडियो पिस हुँदै जान। ओ त्यो मान्छेको टाउकोमा हान्नु होला केटाहरु। नफाले भाइ। हामी हिँडिरहेको छ। कस्तो लागेछ विवेक? राम्रो लागेछ। रमाइलो लागेछ? हो। अनि पर्यटकको आज घुइँचो छ। रजबारा र अर्खा जोड्ने झोलुङ्गे पुल प्युठान जिल्लाकै सबैभन्दा लामो झोलुङ्गे पुल र अग्लो पनि। त्यहाँ बाख्रा चरेको छ। यही हो गाइज। डोन्ट फर्गेट टु सब्सक्राइब आवर च्यानल। अनि तल अग्लो छ, तल सानो देखिन्छ। आज टिकटक भिडियो फोटो खिच्नेको लाइन लागेको छ। पुरै भिड लागेको छ यता। हामी घुमेर फर्किसकेका छौँ। अब हामी अर्खा र रजबारा जोड्ने अग्लो अनि लामो पुल उनीहरू साथसाथै हाम्रो च्यानललाई लाइक शेयर कमेन्ट सब्सक्राइब गर्न नबिर्सिनु होला। अब अरू हामी बाँकी अर्को भिडियोमा भेट्नेछौँ। यही हो।